बिचरा के गर्नु साथीको टायर पञ्चर भइछ गाह्रो पर्ने यतापट्टि खोल्नु कस्तो छ आगोमा पोल्यो भन्दा नि तातो है हो यार मेरो लास्ट हातै डाम यस्तो हुन्छ नि यो गाडीभित्र राखेको यहाँको गर्मीले बाबा हाम्रो त वहाँ बाहिरै सेकाउँदा नि यति तातो हुन्न होला है है बासी खाना ल्याएर अब यत्तिकै बाहिर राख्नुपर्छ ओभनमा राख्यो भन्दा तातो हुन्छ मैले तताएर खान्न नि त यहाँ के गर्नु साथी यस्तै छ विदेश तातो न तातो हेर त बिचरा लुखुर लुखुर गरेका अब अस्ति देखाइहालेँ हाम्रो त गाडी ग्यारेजमा जानु पर्दैन ग्यारेजै यहाँ आउँछ भनेर देखाइहालेँ तर अर्काको कम्पनीको ग्यारेज आउँछ हाम्रो कम्पनीको त आउँदैन हाम्रो त आफै हो जे भयो नि आफै धसिने हो एक्सिडेन्ट भयो नि आफै गाडी बिग्रियो नि आफै त्यही भएर त्यो जानेन हो त्यो लास्टै तातो छ नि मा प्रायःले मैले सुरुमा यो नजानेर यो खोल्नलाई कि नजाने यस्तो गाह्रो भयो उहाँ सिटीमा अफिसमा जाँदाखेरि अनि पछि ट्राई गरेको यसरी स्पेयर यो त स्पेयर हो है हाल्यो साथी बाङ्गो हाल्यो हो जग अलग्ग टायर नहल्लाइकन निकाल फेरि अहिले लाइभै होला फेरि गाडी ड्याङ्ग तल हुन त बस्दैन यो त कत्रो छ काँटिएर प्यान चाहिँ छ कि छैन दुःख जग पनि यस्तो बाङ्गो भयो भित्र लोड छ र केही बल्ल बल्ल टायर फेरियो हात यस्तो तातो भयो नि